हेलो एभ्रिवान यो भिडियोमा चाहिँ जुलोजीमा बाँकी भएको क्वेसन्स द्याट इज यो वर्षको सीमा क्लास 12 को जुलोजीबाट सोधेको मेमोरी बेस्ड क्वेसन्सको एनालाइसिस हुनेवाला छ एन्ड यो चाहिँ पार्ट 2 हो अनि पार्ट 1 मा चाहिँ क्लास 11 को क्वेसन्सको एनालाइसिस गरेको थिएँ पहिला त्यो भिडियो हेर अनि त्यसपछि यो भिडियो चाहिँ लास्टसम्म हेर So let's start the video जसमा C 2026 को मेमोरी बेस्ड जुलोजी क्वेसन्सको एनालाइसिस हुनेवाला छ। यो चाहिँ क्लास 12 को क्वेसन्सहरुको एनालाइसिस हो तर सोधेको चाहिँ 20 वटा क्वेसन थियो। मैले चाहिँ 18 वटा क्वेसन मात्र कलेक्ट गरे तर बाँकी दुईटा क्वेसन चाहिँ मोस्ट प्रोबब्ली त ह्युमन जुलोजीकै थियो त्यसैले क्लास 12 कै क्वेसन भनौं। सो यहाँ 18 वटा क्वेसन मात्र छ। दुईटा क्वेसन चाहिँ मैले एक्ज्याक्ट क्वेसन पाएन सो रङ क्वेसन हाल्नु भन्दा चाहिँ ब्ल्याङ्क स्पेसै राखेको छु एन्ड म चाहिँ अस्तित्व हो जा यो वर्षको सी एमएबीएस र्‍याङ्क 1। सो लेट्स स्टार्ट। पहिला एमएससीले दिएको ग्रेड हेर्नुपर्दा चाहिँ ह्युमन बायोलोजी एन्ड ह्युमन डिजिजेसबाट सोध्नुपर्ने 14 क्वेसन्स अनि यो वर्ष पनि मलाई लाग्छ 14-15 वटा क्वेसन नै सोधेको थियो एन्ड त्यसको ब्रेकडाउन हेर्नुपर्दा चाहिँ ह्युमन बायोलोजीबाट 9 वटा र ह्युमन डिजिजेसबाट 4 वटा क्वेसन सोधेको थियो। एनिमल टिस्युजबाट 4 वटा क्वेसन सोध्नुपर्ने चाहिँ 4 वटै सोधेको थियो एन्ड एप्लिकेसन अफ जुलोजीबाट चाहिँ 2टा सोध्नुपर्ने एउटा सोधेको थियो। तर जुन त्यो फ्रगको क्वेसन थियो टेरेस्ट्रियल नेस्टवाला त्यो चाहिँ एडाप्टेसनको क्वेसन पनि भन्न मिल्यो। Let's start from question number 1. Question number 1 मा के थियो भने body balance and posture is maintained by यो सजिलै क्वेसन थियो रिकल बेस्ड एन्ड प्लस 2 मा पनि पढाइ हुन्छ र यसको बारेमा धेरैचोटी एपीवाईक्यू पनि सोधेको थियो अबाउट हियरिङ एन्ड ब्यालेन्सिङ। यसको आन्सर चाहिँ क्रिस्टा एम्पुलारिस एन्ड म्याकुला हुन्छ। क्रिस्टा एम्पुलारिस भनेको चाहिँ सेमी सर्कुलर क्यानालको सेन्सरी युनिट हो एन्ड क्रिस्टा एम्पुलारिसमा पनि हुन्छ क्युपुला त्यो चाहिँ त्यसको पनि युनिट भयो र म्याकुला भनेको चाहिँ भेस्टिबुलर एपारेटस त्यो भनेको उट्रिकुलस र सेकुलस दुईटैको सेन्सरी युनिट अनि त्यसमा पनि युनिट भनेको चाहिँ अटोलिथ भनेको चाहिँ क्याल्सियम कार्बोनेटको ग्रान्युल छ एन्ड म्याकुलाले चाहिँ लिनियर एक्सलेरेसन अर स्ट्याटिक इक्विलिब्रियममा ब्यालेन्स मेन्टेन गर्छ र क्रिस्टा एम्पुलारिसले चाहिँ मोसनमा अर रोटेसनल मोसनमा चाहिँ इक्विलिब्रियम अर ब्यालेन्स मेन्टेन गर्छ एन्ड प्राइमरी फंक्सन अफ एयर चाहिँ हियरिङ भन्दा पनि ब्यालेन्सै हो एन्ड यो जुन बेसिलार मेम्ब्रेन छ टेक्टोरल मेम्ब्रेन छ रिजनर्स मेम्ब्रेन छ यो चाहिँ कक्लियाको पार्टहरु हुन्। यसको डिटेल्ड कुरा त हामीले प्लस 2 मै पढ्छौं। नेक्स्ट क्वेसनमा सोधेको थियो कि कन्फर्मेटरी टेस्ट अफ ट्युबरकुलोसिस इज एन्ड यो चाहिँ रिकल भन्दा पनि अन्डरस्ट्यान्डिङ क्वेसनै भनौं किनभने बुझ्नुपर्छ कि वाइ म्यान्टो टेस्ट इज द आन्सर अनि किन स्पुटम कल्चर आन्सर हो भनेर। अल्दो यसको बारेमा एक्ज्याक्ट प्रिभियस इयर क्वेसन सोधेको थिएन तर प्लस 2 मा चाहिँ पढ्नै पर्छ र स्टुडेन्ट सब्जेक्टिभ बायोलोजीको थ्योरीमा पनि दिएको रहेछ। म्यान्टो टेस्ट भनेको चाहिँ यो स्क्रिनिङको लागि हो। हामीले फर्स्ट भ्याक्सिन लिने भनेकै बीसीजी भ्याक्सिन हो त्यसैले म्यान्टो टेस्ट हामीले पोजिटिभै आउँछ। अल्दो यसको लागि चाहिँ ह्यान्डमा यहाँ ट्युबरकुलिन इन्जेक्ट गरिन्छ र बम्पको साइजको अनुसार चाहिँ हामीले हेर्ने हो ससेप्टिबिलिटी बट स्टिल रिलायबल भनेको स्पुटम कल्चर अलङ विथ स्पुटम कल्चर चेस्ट एक्सरे पनि गरिन्छ र ब्रोन्कियोस्कोपी भनेको चाहिँ एउटा पाइप लिने त्यसलाई चाहिँ इन्सर्ट गरिन्छ एयरवेजमा त्यसमा क्यामेरा पनि हुन्छ त्यसले चाहिँ एक्जामिन गर्छ एयरवेजहरुलाई। सो यसको आन्सर स्पुटम कल्चर हुन्छ अनि बेस्ट आन्सर अल्दो अप्सनमा छैन मोडर्न टेस्ट भनेको चाहिँ गामा इन्टरफेरोन रिलिज एस्से हो क्वान्टिफेरोन टेस्ट पनि भन्छ। ब्लड ग्रुप नोन एज युनिभर्सल डोनर इज धेरैचोटि सोधेको क्वेसन थियो अनि अलमोस्ट अब म त अलिअलि बुझ्नु त पर्छ तर रिकल बेस्ड क्वेसन भइसक्यो यति धेरैचोटि सोधिसक्यो यो क्वेसन। सो यसको आन्सर चाहिँ ओ नेगेटिभ हुन्छ। ओ नेगेटिभ ब्लड ग्रुपमा चाहिँ एन्टिजेन हुँदैन तर एन्टिबडिज हुन्छ बट एबी पोजिटिभ ब्लड ग्रुपमा एन्टिजेन्स हुन्छ तर एन्टिबडिज हुँदैन त्यसले गर्दा चाहिँ यसलाई युनिभर्सल एक्सेप्टर एबी पोजिटिभ भन्छ र ओ नेगेटिभलाई चाहिँ युनिभर्सल डोनर भन्छ। अब एन्टिजेन्स भनेको मैले ए र बी एन्टिजेन भने हो अरु एन्टिजेन चाहिँ अभियसली हुन्छ एउटा पर्टिकुलर एन्टिजेन हुनै पर्ने टाइपको एन्टिजेन हुन्छ तर जुन ए एन्टिजेन र बी एन्टिजेन चाहिँ ओ नेगेटिभ ब्लड ग्रुपमा हुँदैन त्यसैले यसले युनिभर्सल डोनर भन्छ। नेक्स्ट क्वेसन सलाइभा एन्ड टियर्स इन आइज आर एक्जाम्पल अफ यो चाहिँ इम्युनोलोजीको क्वेसन थियो। अलिअलि प्लस 2 मा चाहिँ पढ्नुपर्छ तर यो डिटेल्डमा मैले चाहिँ युट्युबबाट पढेको थिएँ फिजिक्स वालेको मैले नोटको पिक्चर राखेको थिएँ अनि यस्तो रिलेटेड एक्ज्याक्ट प्रिभियस क्वेसन सोधेको थिएन। अनि सलाइभा एन्ड टियर्स भनेको इन्नेट फिजियोलोजिकल ब्यारियर हो। इन्नेट भनेको बाइ बर्थ फिजियोलोजिकल भनेको यो चाहिँ फिजिकल भन्दा पनि यसले फिजियोलोजिकली एक्ट गर्छ जस्तै सलाइभा टियर्समा लाइसोजाइम हुन्छ अल्सो एचसीएल पनि हो लो पीएच इन स्टमक पनि इन्नेट फिजियोलोजिकल ब्यारियर हो। इन्नेट फिजिकल ब्यारियर भनेको चाहिँ स्किन र म्युकस मेम्ब्रेन हो। प्यासिभ इम्युनिटी भनेको फर एक्जाम्पल जुन स्नेकले बाइट गरेपछि हामीले एन्टिभेनम लिन्छ त्यो चाहिँ प्यासिभ इम्युनिटी भयो। एक्टिभ इम्युनिटी भनेको जस्तै हामीले भ्याक्सिन्सहरु लिन्छौँ। यो न्यू क्वेसन थियो व्हेन अ पर्सन इज अफेक्टेड बाइ स्ट्रङ इमोसन्स विच इज लाइकली टु ह्यापन एन्ड यो क्वेसन चाहिँ मैले मक टेस्टमा देखेको सेम क्वेसन। यसको आन्सर चाहिँ न्युरोजेनिक सक हुन्छ। हार्ट एट्याक चाहिँ अभियसली स्ट्रङ इमोसन्सले गर्दा हुने भएन र कार्डियोजेनिक सक पनि त्यति कमन हुँदैन। सेप्टिसेमिया भनेको चाहिँ ब्लड पोइजनिङ हो। ब्याक्टेरिया चाहिँ ब्लडमा एकदम त्यो प्रिभलेन्ट भएपछि त्यो डिफ्रेन्ट अर्गन्सलाई पनि एफेक्ट गर्छ र ओभरअल लाइफ थ्रेटनिङ हुन्छ सेप्सिस पनि भन्छ यसलाई एन्ड यो क्वेसन चाहिँ प्लस 2 मा पनि थिएन यस्तो टाइपको कुरा र पास्ट क्वेसन पनि थिएन यसको बारेमा।
टेस्टिस इन ह्युमन बिङ्स लाई आउटसाइड द एब्डोमिनल क्याभिटी टु। यो पनि अन्डरस्ट्यान्डिङै भनौँ तर सर्ट अफ अब रिकलै भइसक्यो, यो पनि धेरैचोटि सोधेर रिकलै भइसक्यो। 2 to 3 डिग्री सेल्सियस बडी टेम्परेचर भन्दा कम चाहिन्छ फर स्पर्मेटोजेनेसिस इन ह्युमन्स एन्ड अदर म्यामल्स। यसमा एक्सेप्सन्स छ, त्यही एक्सेप्सन्सको बारेमा चाहिँ क्वेसन्स पनि सोधेको थियो। सो एलिफेन्ट र वेलमा चाहिँ यो एब्डोमिनल भित्रै हुन्छ किनभने तिनीहरू चाहिँ एक्वेटिक र सेमी एक्वेटिक एन्सेस्टरबाट इभल्भ गरेका थिए। इन्जरी टु भेगस नर्भ इन ह्युमन्स इज अनलाइकली टु एफेक्ट क्रेनियल नर्भ्सको बारेमा चाहिँ अलमोस्ट एभ्री इयर क्वेसन सोधिरहेकै हुन्छ र यो पनि राम्रै क्वेसन थियो, अन्डरस्ट्यान्डिङ बेस्ड क्वेसनै थियो। अनि मलाई लाग्छ +2 मा त पढ्नै पर्छ क्रेनियल नर्भ्सको बारेमा, धेरै डिटेलमा नभए पनि। र पास्ट क्वेसन त एकदमै सोधेको थियो भेगस नर्भको बारेमा स्पेसली। सो भेगस नर्भ भनेको चाहिँ लङ्गेस्ट क्रेनियल नर्भ भयो। यसले चाहिँ अलमोस्ट इन्टायर बडीलाई नै सप्लाई गर्ने हो एक्सेप्ट हेड। सो ग्यास्ट्रो इन्टेस्टाइनल मुभमेन्ट हुने भयो, प्यानक्रेटिक सेक्रेसन पनि हुने भयो, कार्डियाक मुभमेन्ट पनि हुने भयो। एक्चुली भेगस नर्भ चाहिँ इनिबिटरी इफेक्ट देखाउँछ प्यारासिम्पेथेटिक नर्भस सिस्टमबाट एन्ड ए चाहिँ हार्टलाई चाहिँ त्यसरी इफेक्ट गर्ने हो, हार्टबिटलाई। टङ मुभमेन्टमा चाहिँ भेगस नर्भको रोल हुँदैन, यो चाहिँ 12th क्रेनियल नर्भ, हाइपोग्लोसल नर्भले चाहिँ टङ मुभमेन्टमा हेल्प गर्छ। सो क्रेनियल नर्भ्सहरूको बारेमा थाहा हुनु पर्यो। 12 क्रेनियल नर्भ्स, त्यसको निमोनिक्स पनि अवेलेबल छ युट्युबमा, बिस्तारै आफै याद पनि भइहाल्छ। नाम के हो, कुन टाइपको हो, फङ्सन्स के हो, अनि सर्टेस्ट के हो, स्मलेस्ट के हो, थिनेस्ट के हो, लङ्गेस्ट, लार्जेस्टहरू चाहिँ थाहा हुनु पर्यो। A person had an accident and later lost the sense of smell. The accident must have affected. यो पनि रिकल बेस्ड क्वेसन भनौँ एन्ड +2 रिलेटेड पनि भयो एन्ड अल्सो प्रिभियस इयर क्वेसनमा पनि अभियसली अल्फ्याक्सन भनेको त सबैलाई थाहा नै हुन्छ। अनि युजली नर्भस सिस्टमबाट चाहिँ लास्ट इयर र यो इयर चाहिँ क्वेसन अलिक बढी नै सोधेको छन्। अप्टिक नर्भ भनेको 2nd क्रेनियल नर्भ भयो, यो चाहिँ साइडसँग रिलेटेड भयो। ट्राइजेमिनल नर्भ भनेको 5th क्रेनियल नर्भ भयो र यो चाहिँ स्मेलसँग चाहिँ रिलेटेड हुँदैन, तर यो चाहिँ लार्जेस्ट क्रेनियल नर्भ हो। यसको चाहिँ 3टा ब्रान्चेस पनि हुन्छ, अप्थेल्मिक, म्याक्सिलरी र म्यान्डिबुलर। अल्फ्याक्टोरी बल्ब भनेको चाहिँ स्मेलसँग रिलेटेड भयो, यो चाहिँ 4 ब्रेनकै पार्ट हो। कक्लियर नर्भ भनेको चाहिँ 8 क्रेनियल नर्भ, 8 क्रेनियल नर्भलाई भेस्टिबुलर कक्लियर नर्भ भन्छ, त्यसको ब्रान्च। सो कक्लियर नर्भ चाहिँ हियरिङको लागि इन्भल्भ भयो। सो अरू टर्म्सहरू चाहिँ यसमा के थाहा हुनु पर्यो भने ट्र्याक्ट के हो, न्युक्लियाई के हो, ग्याङ्ग्लिया के हो र नर्भ के हो। सो कलेक्सन अफ सेल बडीज इन सिएनएस छ भने त्यसलाई हामीले भन्छौँ न्युक्लियस। कलेक्सन अफ सेल बडी इन पिएनएस छ भने त्यसलाई हामी भन्छौँ ग्याङ्ग्लिया। कलेक्सन अफ एक्जोन्स इन सिएनएस छ भने त्यसलाई हामी भन्छौँ ट्र्याक्ट। कलेक्सन अफ एक्जोन्स इन पिएनएस छ भने त्यसलाई भन्छ हामी नर्भ। ओके, यो क्वेसन चाहिँ मलाई लाग्छ यो वर्षको वान अफ द बेस्ट क्वेसनै थियो। अनि न्यू क्वेसन थियो, रिनल थ्रेसहोल्डसम्म चाहिँ हामीले पढ्नुपर्छ तर ट्रान्सफर म्याक्सिमम रिलेटेड कुरा चाहिँ कुनै बुकमा चाहिँ मेन्सन छैन, एटलिस्ट हाम्रो लेभलको बुकमा। तर स्टिल यो कन्सेप्टले चाहिँ मिलाउन सकिन्थ्यो। के लेखा छ भने वेन द रिनल थ्रेसहोल्ड एन्ड ट्रान्सपोर्ट म्याक्सिमम इज रिच्ड फर अ सब्सटेन्स वाट ह्यापन्स टु इट्स रिअब्जर्प्सन। पहिला दुईवटा टर्म थाहा हुनु पर्यो, रिनल थ्रेसहोल्ड भनेको र ट्रान्सफर म्याक्सिमम भनेको हो। रिनल थ्रेसहोल्ड भनेको चाहिँ पर्टिकुलर सब्सटेन्सको त्यो कन्सन्ट्रेसन हो इन प्लाज्मा, जुन कन्सन्ट्रेसन पुग्यो भने या त्योभन्दा एक्सिड भयो भने चाहिँ त्यो चाहिँ युरिनमा देखिन्छ, त्यो चाहिँ कम्प्लिटली रिअब्जर्भ हुन सक्दैन। अनि ट्रान्सपोर्ट म्याक्सिमम भनेको चाहिँ जुन रिअब्जर्प्सन छ कि त सेक्रेसन छ त्यसको लागि त विभिन्न च्यानलहरू हुन्छ। सो त्यो च्यानल्सहरूको पनि एउटा सेचुरेसन लिमिट हुन्छ, त्यसलाई नै भन्छ ट्रान्सपोर्ट म्याक्सिमम। र जति बेला रिनल थ्रेसहोल्ड र ट्रान्सपोर्ट म्याक्सिमम दुइटै रिच हुन्छ त्यति बेला चाहिँ रिअब्जर्प्सन डिक्रिज हुन्छ, रिलेटिभली डिक्रिज हुन्छ। अब यसमा एक्जाम्पल भनेर म बुझाउँछु। सपोज सुरुमा चाहिँ रिनल थ्रेसहोल्ड पनि मिट भएको छैन, ट्रान्सपोर्ट म्याक्सिमम पनि मिट भएको छैन, सपोज ग्लुकोजको त्यो चाहिँ रिअब्जर्भ हुँदै गयो 100%। तर वान्स रिनल थ्रेसहोल्ड पुग्यो र ट्रान्सपोर्ट म्याक्सिमम पनि पुग्यो, मतलब जति च्यानलहरू छ सब सेचुरेट भइसक्यो भने चाहिँ त्यो चाहिँ कम्प्लिटली रिअब्जर्भ हुन छोड्यो। अनि हामीले रिनल थ्रेसहोल्डको बारेमा चाहिँ अलिअलि चाहिँ पढ्नुपर्छ, +2 मा त छैन यो, तर मोड्युलहरूतिर यो चाहिँ स्टुडेन्ट सब्जेक्टिभ बायोलोजीतिर पनि थियो। अनि मैले चाहिँ यो बुक भन्दा पनि मैले चाहिँ युट्युब भिडियोबाटै मिलाएको थिएँ। अलिअलि रिनल थ्रेसहोल्डको बारेमा चाहिँ उता फिजिक्सवालामा पनि भिडियोमा हेरेको थिएँ, त्यसैले बुझ्नुपर्छ होइन, मोड्युल मात्र भएर भएन। जस्तै रिनल थ्रेसहोल्ड भएर लेखेकै हुन्छ मोड्युलमा, रिनल थ्रेसहोल्ड फर ग्लुकोज इज 180 mg पर डेसिलिटर होइन। अब त्यो याद गर्नुभन्दा पनि त्यो के हो बुझ्न खोज्यो भने चाहिँ क्वेसन मिलाउन सकिन्छ। जस्तै यही क्वेसन भयो प्राइम एक्जाम्पल। नेक्स्ट क्वेसन, विच अफ द फलोइङ ग्यास्ट्रिक सेल इन्डाइरेक्टली हेल्प्स इन इरेथ्रोपोएसिस। सो यो पनि राम्रो क्वेसन थियो, पुरानो क्वेसन पनि एप्लिकेसन बेस्ड थियो, अलि धेरै नै बुझेर के भन्छन् फङ्सन अप्लाई गर्न सक्नुपर्छ। र यो क्वेसन पनि एप्लिकेसन बेस्डै थियो, कनेक्ट गर्न सक्नु चाहिँ एप्लिकेसन भयो, तर यो फङ्सनहरूको बारेमा चाहिँ +2 को पनि मेन्सन हुन्छ र पिवाइक्यूमा पनि अलिअलि सोधेकै थियो, प्याराइटल सेल, अक्जेन्टिक सेलहरूको फङ्सनहरू। के बुझ्नु पर्यो भने हाम्रो ग्यास्ट्रिक सेलहरूमा एउटा हुन्छ चिफ सेल, अर्को हुन्छ म्युकस सेल, अर्को हुन्छ प्याराइटल सेल। चिफली 3टा भयो, अरू पनि हुन्छन्, आर्जेन्टाफिन सेलहरू पनि हुन्छ, तर जी सेलहरू पनि हुन्छ, तर मेन चाहिँ यही भयो। चिफ सेलले चाहिँ केमा आउँछ, जाइमोजेन्समा आउँछ। म्युकस सेल और गब्लेट सेल त्यो चाहिँ केमा आउँछ भने म्युकसमा आउँछ बेसिकली। प्याराइटल सेल र अक्जेन्टिक सेलले दुईटा कुरामा आउँछ, एउटा HCl, एउटा क्यासल इन्ट्रिन्सिक फ्याक्टर। त्यही दुईटाको बिचमा यो क्वेसन आन्सर गर्ने हो। र यो चाहिँ मैले फिजिक्सवालाकै नोट्सबाट फोटो ल्याएको थिएँ, एक्ज्याक्ट यस्तो रिलेटेड पास्ट क्वेसन पनि सोधेको छैन। के बुझ्नु पर्यो भने प्याराइटल सेलले आउँछ HCl, HClले के गर्छ भने जुन हाम्रो Fe3+ हुन्छ त्यसले Fe2+ मा कन्भर्ट गर्छ। अनि Fe2+ भनेको एब्जर्बेबल फर्म हो, जति बेला त्यो एब्जर्ब हुन्छ हेमोग्लोबिन भन्छ। अनि सपोज HCl एब्सेन्ट छ, त्यहाँ केही अटोइम्युन कन्डिसन भयो कि त
प्यारालेल सेलबाट इनफ सेक्रेसन भएन भने त्यहाँ अक्लोराइड्रिया हुन सक्छ, एब्सेन्स अफ हाइड्रोक्लोरिक एसिड। त्यसले गर्दा चाहिँ एनिमियाको टाइप हुन्छ। एउटा एनिमियाको टाइप भनेको माइक्रोसाइटिक एनिमिया हुन्छ। अब एनिमियाको डिफ्रेन्ट टाइप्सहरू हुन्छ है, नट अलवेज आइरन डेफिसियन्ट एनिमिया भनेको मात्र एनिमिया होइन। यो माइक्रोसाइटिक एनिमिया हुन मिल्यो, म्याक्रोसाइटिक हुन मिल्यो, मेगालोब्लास्टिकहरू, पर्निसियस एनिमिया हुनसक्यो, त्यो पनि बुझ्नु पऱ्यो। यो चाहिँ एउटा रोल भयो HCl को। अर्को रोल भनेको चाहिँ क्यासल्स इन्ट्रिन्सिक फ्याक्टर, यो चाहिँ ग्लाइकोप्रोटिन हो, बुकमा मेन्सन छ है ग्लाइकोप्रोटिन हो भनेर। एन्ड यो चाहिँ टर्मिनल इलियमबाट चाहिँ भिटामिन B12 को एब्जर्प्सन गर्छ। भिटामिन B12 ले चाहिँ म्याचुरेसन अफ आरबिसीमा हेल्प गर्छ, जसले गर्दा चाहिँ आरबिसीले आफ्नो प्रपर सेप पाउँछ र प्रपर सेप पाएपछि अगेन मेगालोब्लास्टिक एनिमियाबाट चाहिँ बचाउने अहिले। एन्ड सम हाउ इफ प्याराइटल सेलबाट चाहिँ CIF भएन, त्यो चाहिँ अटोइम्युन कन्डिसन हुन्छ युजली, त्यसले चाहिँ पर्निसियस एनिमिया हुन्छ। सो धेरै इन्फर्मेसन भन्दा पनि मेन कुरा के हो भने प्याराइटल सेलले चाहिँ HCl र CIF पाउँछ, त्यसले गर्दा चाहिँ यसले डाइरेक्टली चाहिँ आरबिसी बनाएन तर इन्डाइरेक्टली इराइथ्रोपोइसिसमा हेल्प गर्यो बाई हेमोग्लोबिन फर्मेसन एन्ड आरबिसी म्याचुरेसन। यो पनि राम्रो क्वेसन थियो। नेक्स्ट क्वेसन, यो चाहिँ एक्ज्याक्ट पास्ट क्वेसन रिपिट भएको छ, C2024 मा सोधेको थियो सेम क्वेसन, अनि अप्सन पनि सेमै थियो जस्तो लाग्यो। एन्ड यो चाहिँ के छ भने यङ इन्फेन्ट मे बी फिडिङ इन्टायरली अन मदर्स मिल्क which is white in color, but the stool which the infant passes out is quite yellowish. The yellow color of stool is due to. So के बुझ्नु पर्यो भने stool को कलर हुन्छ त्यो चाहिँ बाइल पिगमेन्टले गर्दा आउँछ। बाइल पिगमेन्ट बिलिरुबिन र बिलिभर्डिन, बिलिरुबिन येलो, बिलिरुबिन ग्रीन। सो येलो कलर अफ स्टुल चाहिँ बाइल पिगमेन्ट्सले गर्दा नै भयो, द्याट्स पास टु बाइल जुस। इन्टेस्टाइनल जुस हुँदैन, अनमेटाबलाइज्ड फ्याट हुँदैन र अनडाइजेस्टेड मिल्क हुँदैन। सेम क्वेसन नै हो पास्ट इयरको, अन्डरस्ट्यान्डिङ बेस्ड भयो। एन्ड इभन यो चाहिँ प्लस 2 मा पनि पढाइ हुन्छ। अनि एक्स्ट्रा इन्फर्मेसन भनेको स्टुलको जुन अर्डर छ त्यो चाहिँ टक्सिक अमाइन्स इन्डोल एन्ड स्केटोलले गर्दा हो। एन्ड सिमिलरली युरिनको चाहिँ कलर चाहिँ युरोक्रोमले गर्दा हो र युरोबिलिनोजेनले गर्दा हो। एन्ड यसको स्मेल चाहिँ युरिनोड भन्ने सब्सटेन्स हुन्छ, त्यसमा चाहिँ के हुन्छ जुन युरिया छ त्यो चाहिँ अमोनियामा डिग्रेड गर्छ ब्याक्टेरियाले, त्यसैले चाहिँ यसको फल अर्डर आउँछ युरिनको। यो कुरा पनि थाहा पाउँदा फाइदा हुन्छ। If coronary artery is blocked, then what condition is likely to happen? यो रिकल बेस्ड क्वेसन भयो। अल्दो यसको बारेमा एक्ज्याक्ट PYQ चाहिँ सोधेको रहेन रहेछ, यस्तो कमन क्वेसनको पनि, तर प्लस 2 मा चाहिँ पढाइ हुन्छ यो हेल्थ डिसअर्डर्समा। के बुझ्नु पर्यो भने कोरोनरी आर्टरी ब्लक भयो भने चाहिँ हार्ट अट्याक हुन्छ, जुन हार्टको मसल्समा चाहिँ इनफ ब्लड सप्लाई हुँदैन, अनि हार्ट अट्याक भन्छ हामी त्यसलाई। अरिथमिया भनेको चाहिँ यो चाहिँ जुन हार्टको नर्मल रिदम छ, जुन नर्मल हार्ट बिट छ त्यसको भन्दा फ्लक्चुएसन आउने, कि त डिक्रिज हुनसक्छ ब्राडिकार्डिया, इन्क्रिज हुनसक्छ टेकाइकार्डिया, और इरेगुलर पनि हुनसक्यो। एथेरोस्क्लेरोसिस भनेको चाहिँ सर्ट अफ कज अफ ब्लकेज अफ कोरोनरी आर्टरी भयो। यसमा चाहिँ एथेरोमा और प्ल्याक डिपोजिट हुन्छ ड्यु टु कोलेस्ट्रोल, धेरै एक्सेस कोलेस्ट्रोल खायो भने। अर्को भनेको आर्टेरियोस्क्लेरोसिस हुन्छ, त्यो भनेको चाहिँ लस अफ इलास्टिसिटी अफ द आर्टरिज। स्ट्रोक भनेको चाहिँ ब्रेनमा चाहिँ ब्लड सप्लाई चाहिँ ब्लक हुनु ड्यु टु क्लट अर some other reasons. And heart attack, heart failure र कार्डियाक अरेस्टमा चाहिँ डिफरेन्स बुझ्नु पर्यो। अल्दो यस्तो रिलेटेड क्वेसन सोधेको छैन, तर सोध्यो भने चाहिँ कन्फ्युजन हुने चान्स धेरै हाई छ। हार्ट अट्याक भइसक्यो, कोरोनरी आर्टरी ब्लक भएर हार्टको मसलले चाहिँ इनफ अक्सिजन नपाउनु। कार्डियाक अरेस्ट भनेको चाहिँ अरेस्ट हुनु मतलब हार्टले पम्प गर्न छोड्नु, बिट गर्न छोड्नु भनेको चाहिँ कार्डियाक अरेस्ट भयो। हार्ट फेलियर भनेको चाहिँ फेल हुनु, हार्टले बडीलाई जति पुर्याउनु थियो अक्सिजनको निड त्योभन्दा चाहिँ कम प्रोभाइड गर्यो, सो फेल भयो हार्टले आफ्नो फङ्सनमा, सो त्यसले हार्ट फेलियर भन्छ। अनि यसलाई कन्जेस्टिभ हार्ट फेलियर पनि भन्छ, किनभने कन्जेसन अफ द लङ्स यसको मेन सिम्टम हो। यस्तो कुरा थाहा पाउँदा चाहिँ मेबी सोध्न पनि सक्ला। ओके, लाइफ सेभिङ हर्मोन चाहिँ के हो? यसको आन्सर चाहिँ एल्डोस्टेरोन हुन्छ पहिलो कुरा। अल्दो एड्रिनाइन पनि मिल्ने हो, तर हामीले युजली एल्डोस्टेरोनलाई नै लाइफ सेभिङ हर्मोन भन्नुपर्छ। र पहिलो म के भनिहाल्छु भने सेम क्वेसन चाहिँ BPKISमा पनि सोधेको रहेछ पहिला, अप्सन पनि सेम नै रिपिट भएको थियो। अब लाइफ सेभिङ हर्मोन कुन कन्टेक्स्टमा बनेको भनेर क्वेसनमा चाहिँ लेखेको थिएन, तर हामीले युजली चाहिँ एल्डोस्टेरोनलाई नै बुझ्नुपर्छ। पहिला एड्रिनाइनले कसरी लाइफ सेभ गर्छ त्यो चाहिँ भन्छ। सो लाइफ सेभिङ भनेको एड्रिनाइन पनि हो। जति बेला एलर्जिक रियाक्सन हुन्छ, एनाफिल्याटिक सक हुन्छ, त्यसले लाइफ थ्रेटनिङ हुन्छ, त्यति बेला चाहिँ एपिपेन दिन्छ। एपिपेन भनेको चाहिँ इन्जेक्सन हो एपिनेफ्रिनको और एड्रिनाइनको, त्यसले गर्दा लाइफ सेभ भयो। अल्सो यसले हार्टको फङ्सनलाई रिस्टोर गर्ने भए पनि सर्ट अफ लाइफ सेभ भन्न मिल्यो। तर बेटर आन्सर एल्डोस्टेरोन किन हुन्छ भने हाम्रो जुन अनि एड्रिनाइन त इमर्जेन्सी हर्मोन भएर होइन है लाइफ सेभ भनेको, त्यो चाहिँ रङ एक्सप्लेनेसनले आन्सर मिलाउन चाहिँ नखोजेकै राम्रो। एल्डोस्टेरोनलाई चाहिँ किन लाइफ सेभिङ भनेको भने यसले चाहिँ सोडियम पोटासियम ब्यालेन्समा हेल्प गर्छ। सो एक्सेस पोटासियमले एक्सिड गर्छ र सोडियम रिटेन गर्छ। सोडियम रिटेन गर्यो भने ब्लड भोल्युम र ब्लड प्रेसर मेन्टेन भयो। अनि इफ एल्डोस्टेरोनको डेफिसियन्सी छ भने त्यहाँ चाहिँ के कन्डिसन आउँछ भने पोटासियम बढ्छ, इभन ब्लड भोल्युम घट्छ, ब्लड प्रेसर घट्छ, कार्डियाक आउटपुट पनि घट्छ र सर्ट अफ सक लाइक स्टेटमा पुगिन्छ मान्छे। अनि त्यति बेला चाहिँ हामीले एडमिनिस्टर गर्नुपर्छ मिनरल कर्टिकोइड, स्पेसली एल्डोस्टेरोनलाई। त्यसरी लाइफ सेभिङ हर्मोन एल्डोस्टेरोनलाई भनेको। अब मैले पनि एल्डोस्टेरोनै लगाएको थिएँ, अब आफ्नो चोइस हो, तर एल्डोस्टेरोनै लगाएको ठिक होला। एन्ड इफ हो त सीमा अल अफ द अबभ, नन अफ द बोथ अफ द राख्न मिल्दैन, तर इफ क्वेसनमा थियो भने लाइफ सेभिङ हर्मोन इज
एड्रिनालिन, एल्डोस्टेरोन, कोर्टिसोल, अल। यसमा चाहिँ अल लगाउनुपर्छ। कोर्टिसोललाई पनि लाइफ सेभिङ हर्मोन सर्ट अफ भइन्छ। सो यसमा एल्डोस्टेरोन लगाउँदा ठिक होला। इफ अरू कुनै ओपिनियन छ भने त्यो एड्रिनालिन लगाउँदा पनि भयो, तर म चाहिँ एल्डोस्टेरोन लगाऊ भनेर सजेस्ट गर्छु। ओके, यो पनि राम्रो क्वेसन थियो। अन्डरस्ट्यान्डिङ बेस्ड, अल्दो प्लस टूमा चाहिँ यस्तो कोएगुलेसनको बारेमा यति डिपली चाहिँ पढाइ हुँदैन। सो विच अफ द फलोइङ सब्सटेन्सेस इफ इन्ट्रोड्युस्ड इन्टु द ब्लड स्ट्रिम वुड कज कोएगुलेसन अफ ब्लड एट द साइड अफ इट्स इन्ट्रोडक्सन। यो चाहिँ अन्डरस्ट्यान्डिङ बेस्ड क्वेसनै भन्छु म। र यस्तो रिलेटेड पिवाईको चाहिँ सोधेको थियो, इन्ट्रेन्सिक र एक्सटेन्सिक पाथवेको रिलेटेड। अलिक डिपै क्वेसन थियो, पहिला बिपिकेआइएसएसमा सोधेको थियो। अनि यो चाहिँ सिम्पलै क्वेसन थियो। यसमा चाहिँ के बुझ्नु पऱ्यो भने जुन ब्लड कोएगुलेसन र ब्लड क्लटिङ छ त्यो चाहिँ क्यास्केड सिस्टम हुन्छ। मतलब डोमिनो जस्तो एउटा डोमिनो ढल्यो अनि अर्को ढल्छ टाइपको। सो सुरुमा चाहिँ के हुन्छ भने इन्जर्ड टिस्यु जहाँ चाहिँ त्यहाँ कट लागेको छ कि त वुन्ड लागेको छ, त्यही चाहिँ रिलिज गर्छ थ्रोम्बोप्लास्टिन र अरू सब्सटेन्सेसहरू। त्यसले गर्दा एउटा इन्जाइम कम्प्लेक्स भन्छ, थ्रोम्बोकाइनेस इन्जाइम कम्प्लेक्स। त्यो इन्जाइम कम्प्लेक्सले प्रोथ्रोम्बिनलाई चाहिँ थ्रोम्बिनमा कन्भर्ट गर्छ। यसमा भिटामिन के को पनि रोल हुन्छ। एक्चुअली भिटामिन के डिपेन्डेन्ट फ्याक्टर्सहरू पनि हुन्छ, त्यो एकछिनमा भन्छु म। देन जुन थ्रोम्बिन छ त्यो चाहिँ फिब्रिनोजेनलाई चाहिँ फिब्रिनमा कन्भर्ट गर्छ र फिब्रिनले चाहिँ थ्रेड टाइपको क्लटमा आउँछ। यसमा क्याल्सियमको पनि रोल भयो, क्याल्सियम आयनको। र अर्को कुरा के बुझ्नु पऱ्यो भने यो चाहिँ फिब्रिन भनेको चाहिँ क्लटमा आउने भयो र यसलाई डिजल्भ गर्ने चाहिँ फिब्रिनोलाइसिन हुन्छ। र जुन हार्ट एट्याकको बेलामा कोरोनरी सिस्टममा चाहिँ हामीले स्ट्रेप्टोकाइनेस दिन्छौँ टु डिजल्भ द ब्लड क्लट। एन्ड हेपारिन पनि एन्टिकोएगुलेन्ट भयो। सो यसको आन्सर चाहिँ थ्रोम्बोप्लास्टिन नै हुन्छ। अनि अर्को कुरा के थाहा हुनु पऱ्यो भने अल्दो नसोध्ला यति डिटेल्समा क्वेसन, स्टिल ब्लड क्लटिङ फ्याक्टर्स चाहिँ 12वटा हुन्छ। म त 13वटा पहिले थिएँ, तर फ्याक्टर 6 चाहिँ अहिले त्यहाँ चाहिँ मानिँदैन, कन्सिडर गरिँदैन। एन्ड भिटामिन के डिपेन्डेन्ट फ्याक्टर्स भनेको चाहिँ फ्याक्टर 2, फ्याक्टर 7, फ्याक्टर 9 र फ्याक्टर 10। यो कसरी याद गरेको थिएँ भने मैले प्यारासिम्पेथेटिक नर्भस सिस्टममा चाहिँ जुन क्रेनियल नर्भ्स हुन्छ त्यो भनेको चाहिँ 3, 7, 9, 10 भयो। यो चाहिँ सिमिलर चाहिँ 7, 9, 10 सेम छ। यहाँ चाहिँ 3 भयो र भिटामिन के वालामा चाहिँ 2 भयो। यसरी याद गर्न मिल्यो। सो नेक्स्ट क्वेसन अब एनिमल टिस्युजको क्वेसन भयो। अगाडि पनि एनिमल टिस्युकै क्वेसन थियो। सो विच प्रोड्युसेस द इन्सुलेटिङ फ्याटी लेयर इन सिएनएस। यो रिकल बेस्ड क्वेसन भयो र यसको बारेमा धेरैचोटि सोधिरहेको छ मक टेस्टमा पनि, इभन पास्ट क्वेसनमा पनि यो न्युरोग्लियल सेलको बारेमा स्पेसली क्वेसन सोधेकै राखेको हुन्छ। यसको आन्सर चाहिँ ओलिगोडेन्ड्रोसाइट हुन्छ। ओलिगो भनेको चाहिँ फ्यू, डेन्ड्रो भनेको चाहिँ ब्रान्चिङ अर प्रोसेस, साइट भनेको सेल। सो यो एउटै सेलले चाहिँ विभिन्न न्युरोनहरूमा चाहिँ त्यहाँ ब्रान्चेस बनाएर चाहिँ माइलिनसित बनाउने हो सेन्ट्रल नर्भस सिस्टममा। तर पेरिफेरल नर्भस सिस्टममा चाहिँ जुन माइलिनसित त्यो स्वान सेलले आउँछ, यो चाहिँ आफै इन्भेलप गर्छ एउटा न्युरोनलाई। यही कुरा भयो अबाउट द माइलिनसित प्रोडक्सन। यसलाई याद पनि गर्न सकिन्छ कप्स भनेर। सो सेन्ट्रल ओलिगोडेन्ड्रोसाइट, पेरिफेरल स्वान सेल्स। न्युरोग्लियल सेल भनेको यही स्वान सेल, ओलिगोडेन्ड्रोसाइट, एपेन्डाइमल सेलहरू, माइक्रोग्लियाहरू, एस्ट्रोसाइट्सहरू चाहिँ न्युरोग्लियल सेलको टाइप भयो। एपेन्डाइमल सेल भनेको चाहिँ यो चाहिँ भेन्ट्रिकल्सलाई लाइन गर्छ अनि यसले चाहिँ सिएसएफ प्रोडक्सनमा हेल्प गर्छ। एस्ट्रोसाइट्सले चाहिँ ब्लड ब्रेन ब्यारियर मेन्टेन गर्छ। अनि माइक्रोग्लिया भनेको चाहिँ फ्यागोसाइटिक सेल अफ ब्रेन भयो। यस्तै अरू फ्यागोसाइटिक सेल पनि थाहा हुनु पऱ्यो डिफ्रेन्ट पार्ट्स अफ बडीको। 10-15वटा हुन्छ जस्तो लाग्यो, त्यो चाहिँ याद गर्दा फाइदा होला। नेक्स्ट क्वेसनमा के थियो भने अमङ द फलोइङ लिस्ट रिजेनरेसन क्यापासिटी इज फाउन्ड इन। यो पनि रिकल बेस्ड क्वेसन र एनिमल टिस्युकै क्वेसन हो, किनभने अब रिजेनरेसन क्यापासिटी अभियसली यो सेल टिस्युकै फङ्सन भयो। एन्ड यस्तो रिलेटेड प्रिभियस क्वेसन पनि सोधेको थियो, द सेल्स विच डु नट डिभाइड आर। अनि यो कुरा चाहिँ प्लस टू बुकमा पनि मेन्सन हुन्छ। सो यसको आन्सर चाहिँ न्युरोन हुन्छ। अनि मोस्ट अर हाइएस्ट रिजेनरेसन क्यापासिटी सोधेको थियो भने चाहिँ लिभर हुन्छ, किनभने लिभरमा चाहिँ म्यामिलियन लिभरमा चाहिँ ग्लिसन्स क्याप्सुल हुन्छ जसले गर्दा चाहिँ रिजेनरेटिभ क्यापासिटी हुन्छ। अनि डायग्नोस्टिक फिचर र क्यारेक्टरिस्टिक फिचर अफ म्यामिलियन किडनीज प्रेजेन्स अफ ग्लिसन्स क्याप्सुल। नेक्स्ट क्वेसनमा सोधेको थियो कि एन्ड अफ लङ बोन्स कन्टेन विच कार्टिलेज। यो पनि रिकल बेस्ड क्वेसन एन्ड प्लस टू रिलेटेड पनि भयो र यसको बारेमा प्रिभियस क्वेसन पनि धेरैचोटि सोधेको हुन्छ। कार्टिलेजको टाइपहरूको बारेमा, एक्जाम्पल्सहरूको बारेमा, जस्तै ल्यारिङ्सहरूको कार्टिलेजको बारेमा थाहा हुनु पऱ्यो। इलास्टिक हो कि हेलाइन हो कि बोथ पनि छ, एरिटिनोइडको बोथ हुन्छ, प्रोसेस एउटा हुन्छ, बेस एउटा हुन्छ। सिमिलरली डिफ्रेन्ट कार्टिलेजहरूको क्यारेक्टरिस्टिक अब नाम कि त अरू कुनै फङ्सन छ भने, अनि पेयर्ड कुन अनपेयर्ड कुन, अनि अरू कार्टिलेजहरूको एक्जाम्पल पनि थाहा हुनु पऱ्यो। सो यसको सिधा आन्सर चाहिँ हेलाइन कार्टिलेज हुन्छ।
जुन लङ बोन्स हुन्छ लङ बोन्स बेसिकली त्यहाँ ग्रोथ सेन्टर हुन्छ अनि यो कार्टिलेजमा चाहिँ आफ्टर पर्टिकुलर एज त्यसमा चाहिँ त्यहाँ ओसिफिकेसन हुन्छ अनि ग्रोथ चाहिँ स्टप हुन्छ अफ द बोन्स किनभने बोनको चाहिँ बाइडिरेक्सनल ग्रोथ भयो सो एउटा बोन भयो यहाँ माथि पनि हुन्छ हेरेन कार्टिलेज तल पनि हुन्छ दुईटा एन्ड्समा अनि क्याल्सिफाइड कार्टिलेज भनेको सुप्रास्क्यापुलरमा पाइन्छ फ्रकको फाइब्रो कार्टिलेज भनेको चाहिँ इन्ट्राभर्टिबल डिस्करमा पाइन्छ अरू पनि इक्जाम्पल छ अनि इलास्टिक कार्टिलेज टिप अफ नोज अनि इभन यो चाहिँ इयर पिनामा पनि पाइन्छ अरू एक्जाम्पल पनि छ सो यो स्लाइडको लास्ट क्वेसन भनेको चाहिँ एप्लिकेसन अफ जुलोजीबाट क्वेसन थियो र एप्लिकेसन बेस्ड क्वेसन थियो धेरै राम्रो क्वेसन थियो अल्दो +2 बेस्ड चाहिँ थियो तर यसको एक्ज्याक्टली यस्तो टाइपको पिवाइक्यू चाहिँ सोधेको थिएन तर यो रिलेटेड क्वेसन चाहिँ स्टुडेन्ट सब्जेक्टिभ बायोलोजीमा रहेछ यो चाहिँ मैले चाहिँ यो बुकभन्दा पनि अब आफ्नै पहिले पढेको कि त कलेजमा पढाएको कुराले मिलाएको हो तर यो बुकमा छ सो के लेखाएको छ भने प्रेग्नेन्ट फिमेल गोज फर एन्टिनेटल स्क्रिनिङ बिफोर 15 weeks अफ प्रेग्नेन्सी द डक्टर डजन्ट सजेस्ट एम्नियोसेन्थेसिस टु हर बिकज यसमा के बुझ्नु पऱ्यो भने जुन हामीले पर्टिकुलर ड्युरेसन हुन्छ एम्नियोसेन्थेसिस गर्नको लागि द्याट्स युजली 15 to 20 weeks एन्ड बिफोर 15 weeks अफ प्रेग्नेन्सी किन सजेस्ट गरेन भन्ने होला भने एउटा कुरा के हुन्छ भने हाम्रो विभिन्न विकमा चाहिँ एम्नाटिक फ्लुइडको भोल्युम हुन्छ र बिफोर 15 weeks चाहिँ एम्नाटिक फ्लुइडको भोल्युम एकदमै कम हुन्छ त्यसले गर्दा हार्म टु फिटस हुन्छ त्यहाँ चाहिँ क्लब फुट डिजिज भन्ने डिजिज लाग्न सक्छ त्यसै चाहिँ सजेस्ट नगरेको हो यसमा कन्फ्युज हुने अप्सन भनेको ए र बी दुइटै हुनसक्थ्यो सी अप्सनमा के देखाएको छ जेनरल एनेस्थेसिया निड्स टु बी गिभन अनि डीमा इम्प्र्याक्टिकल हो कि त्यस्तै टाइपको अप्सन थियो एक्ज्याक्ट अप्सन इम्प्र्याक्टिकल थिएन तर देख्न साथ त्यो एलिमिनेट गर्ने टाइपको अप्सन भयो र एमा के लेखाएको छ भने कान्ट डिटेक्ट न्युरल ट्युब डिफेक्ट एट द्याट स्टेज र यो अलि भ्यालिड अप्सन भएन भ्यालिड आन्सर भएन किनभने अलरेडी स्क्रिनिङ गरिसकेको छ अब क्यान डिटेक्ट भएर मात्रै नभनेको त होइन होला नि अरू कुनै भ्यालिड रिजन रिजिड रिजन होला नि त्यो भनेको चाहिँ रिस्क अफ हार्म टु फिटस हो एन्ड त्यसै नै म मिलाएको थिएँ अनि यो चाहिँ कलेजमा पनि सरले भन्नुभएको थियो कि कति विकमा कति एमएल एम्नियोटिक फ्लुइड भोल्युम हुन्छ भनेर सो यो चाहिँ लास्ट क्वेसन भयो राम्रो क्वेसन थियो सो यो बेला 18वटा क्वेसनको लागि चाहिँ पिवाइक्यू रिलेटेड टु पिवाइक्यू चाहिँ 11वटा क्वेसन थियो टोटली न्यू क्वेसन चाहिँ 7वटा थियो कुन कुन हो पछाडि हेरेर एन्ड एनइबी +2 बेस चाहिँ 15वटा थियो एन्ड स्लाइटली अर टोटली आउट अफ एनइबी +2 सिलेबस चाहिँ 3टा मात्र थियो एन्ड क्वेसन चाहिँ यो भएको क्लास 12 को जुलोजीबाट राम्रै क्वेसन सोधेको थियो मोस्टली एनाटोमीबाट भन्दा पनि फिजियोलोजीबाट क्वेसन चाहिँ एकदमै धेरै थियो 11वटा रिकल बेस्ड थियो 4वटा अन्डरस्ट्यान्डिङ बेस्ड र 3टा एप्लिकेसन बेस्ड थियो एन्ड रिफरेन्सेस चाहिँ प्रिभियस भिडियो जस्तै हो फर्स्ट 3टा अनि लास्ट चाहिँ जुन फिजिक्सवालाको उम्मिद भ्यास थियो त्यसको चाहिँ मैले नोट्सको पिक्चर्स ल्याएको थिएँ ट्रुम्यान्स बायोलोजी भन्दा पनि त्यहीको मलाई नोट्सको पिक्चर राम्रो लाग्यो किनभने त्यो 4-5 घन्टाको भिडियो हेर्नु बेटर होला देन रिडिङ त्यो इन्टायर बुक किनभने त्यसमा इन्फर्मेसन एकदमै डिटेल छ र त्यतिसम्म सोध्नेवाला पनि छैन सो यही नै थियो भिडियोको बारेमा अनि केही अप्सन्समा केही कन्फ्युजन छ कि मैले पनि केही मिस्टेक भनेको छ भने अभियसली डबल चेक गर क्रस चेक गर मेमोरी बेस्ड क्वेसन थियो अनि त्यसैले गर्दा 20वटा क्वेसन पनि पुगेन अनि अल 18वटा ठिकै हो एन्ड यति नै हो थ्याङ्क यू फर वाचिङ दिस भिडियो कमेन्ट गर केही फिडब्याक छ कि केही छ भने